हुन्छ भन्ने खालको अब हुन त अलि डिप्लोमेटिक जस्तो भयो होला तर अब कतिले मलाई के आरोप लाग्यो सुम्निमा पारुहाङ राईहरूको मात्रै बनायो भन्ने आयो मैले यो चाहिँ आफै नै निकाल्दिएँ तपाईँलाई त्यहाँ चुनावमा जाँदाखेरि भनेको थिएँ नि छेत्री बाहुनको पनि केही बनाउनु है भनेर भनेको थिएँ त्यहाँ सुन्नु न त्यो सुम्निमा पारुहाङ भन्ने चाहिँ आमा बाउ हो होइन त्यो राईहरूको मात्रै हुन्छ लिम्बूको मात्रै हुन्छ भन्ने छैन छेत्री बाहुनको पनि हुन्छ होइन र त्यो त हुन्छ नि त सबैको हुन्छ त्यसले गर्दाखेरि आफ्नो पितृलाई आफ्नो आमा बाउलाई आफ्नो पेरेन्ट्सलाई रेस्पेक्ट गर्ने एउटा कल्चर देखाउन खोजेँ मैले सिम्बल अर्को कुरा तपाईँको चाहिँ नि हामीले यता सूर्य मन्दिर बनाउने पनि निर्णय गऱ्यौँ नि त सूर्य मन्दिर यता यहाँ बन्दैछ यहाँ है त्यसरी पनि हेर्नु पऱ्यो नि त तपाईँको चाहिँ नि धरान 18 मा गुम्बा बनाउने कुरा है गुम्बा अगाडि बुद्धको प्रतिमा स्थापित गर्ने सूर्य मन्दिर भने चाहिँ हिन्दू धर्मावलम्बीसँग सम्बन्धित छ ओके त्यो निर्णयहरू त्यो तपाईँको चाहिँ नि योजनाहरू त सबै तपाईँको चाहिँ नि मैले नै सदर गरे होला होइन र मैले नचाहेको भए त बन्दैन थियो होला नि त किनभने सदर गर्ने त्यो अथोरिटी दिने तपाईँको कार्यपालिकामा एजेन्डा टेबल गर्ने भने त मेयरले होला त्यो मेयर त हर्क साम्पाङै थियो होला होइन गुम्बा बनाएको छ होइन थुप्रै बनाएको छ त त्यो खालको कुराहरू होइन त्यसले गर्दाखेरि सबै धर्मलाई मैले रेस्पेक्ट गर्छु सबै कल्चरलाई मैले रेस्पेक्ट गर्छु म नेचर चाहिँ मेरो नेचर चाहिँ त्यो हो खासमा यो चिज हो ओके क्रिस्चियनिटीसँग जोडेर धेरै आरोप लाए पास्टर भने के भने होइन त्यसले तपाईँलाई म त्यो तपाईँ होइन त्यो प्रमाणित छ म आफै पनि त्यसको साक्षी त होइन तर मलाई पनि थाहा छ तर आम मानिसलाई पनि अधिकांशलाई थाहा छ यसमा मैले क्लियर गर्न खोजेको तपाईँलाई मनोवैज्ञानिक रूपले केही त्यस्तो एकदमै गहिरो प्रेसर परेको छ जसको कारण चाहिँ तपाईँ चाहिँ पशुपतिनाथको अगाडि गएर जय पशुपतिनाथ भनेर फोटो पोस्टाउन तपाईँ बाध्य हुनुभयो साइकोलोजिकल्ली एकदम भएर हो कि त्यो चिजलाई तपाईँले अलिक इलेबोरेट गरिदिनुहोस् त त्यस्तो चिज होइन त्यस्तो चिज होइन अब के छ भने अरूले गाली गर्दैमा अरूले के भन्दैमा मलाई फरक पर्दैन होइन कुरा बुझ्नुभयो नि अरूले दाग लगाउँदैमा म दाग के अरे लाग्ने मान्छे पनि होइन त्यो अर्थमा चाहिँ अब अलिक ठुलो कुरा गरे जस्तो हुन्छ होला है त्यो ज्वालामुखीको भट्टीमा सबै कुरा जलेर जे रिमेनिङ हुन्छ नि त्यो चाहिँ डायमन्ड भन्छ नि त होइन है सही कुरा त्यसलाई हावाले पनि नछुँदो रहेछ कि अनि त्यो डायमन्डमा चाहिँ यस्तो गरेर हामीले गऱ्यौँ भने ग्लासमा चाहिँ बस्दो रहेछ डायमन्डमा बस्दैन अरे होइन त्यो सबै त्यो प्रोपर्टी पनि पढ्छु क्या म त्यस्तो मान्छे जस्तो लाग्छ क्या म आफूलाई चाहिँ मलाई अरू तपाईँले के दाग लगाउनुहुन्छ त्यो लाग्दैन मलाई फरक पर्दैन त्यसले गर्दाखेरि तर कस्तो भने एउटा धार्मिक सहिष्णुताको कुरा आउँछ म चर्चमा पनि गइरहेको हुन्छु चर्चमा जाने बित्तिकै मलाई क्रिस्चियन भनिदिने मन्दिरमा गइरहेको हुन्छु होइन त्यहाँ गएपछि म हिन्दू भइदिने मस्जिदमा जाँदाखेरि त मुस्लिम रहेछ भनिदिने गुम्बामा जाँदा यो चाहिँ त्यो बुद्ध धर्म मार्गी रहेछ बुद्ध मार्गी रहेछ भनिदिने है त्यो तरिकाले हेर्नु भएन किनभने म एउटा मान्छे हो सबभन्दा ठुलो कुरो चाहिँ होइन म मान्छे हो अहिले मैले तपाईँको चाहिँ गुरुङको कल्चरको कस्ट्युम लाएँ भने म गुरुङ जस्तो देखिन्छु होइन म तपाईँको चाहिँ के अरे होइन शेर्पाको कस्ट्युम लाएँ भने म शेर्पा जस्तो देखिन्छु है भने जस्तो तपाईँको छैन त्यो एउटा हामी पोलिटिक्स गर्छु भनेर आएको मान्छे होइन नेसनल पोलिटिक्स गर्छु भनेर आएको मान्छे हामी कुनै एउटा धर्मलाई च्यापेर हिँड्नुपर्छ कुनै समुदायलाई च्यापेर हिँड्नुपर्छ होइन कुनै एउटा भाषाको मात्रै तपाईँको चाहिँ होइन उन्नयनको कुरा गर्नुपर्छ संस्कृतिको लाई तपाईँको च्यापेर हिँड्नुपर्छ भन्ने तपाईँको सोच विचारबाट माथि उठेको हुनुपर्छ हामी जस्तो मान्छे म चाहिँ त्यस्तो छु एटलिस्ट त्यसले गर्दाखेरि अब पशुपतिनाथ गइयो होइन त्यहाँ धेरै मान्छेहरू खुसी हुनुभयो है भ्रम के सिर्जना गरिदिएको छ भन्दाखेरि यो चाहिँ पास्टर हो भन्ने भ्रम सिर्जना गरिदिएको थियो क्या त्यतिखेर होइन अब मैले पास्टर गर्दै गरेको पास्टरी गर्दै गरेको होइन त्यो खालको कहीँ कतै प्रुफ छ भने त्यो विरोधीले देखाइदिए हुन्थ्यो त्यो चाहिँ देखाइदिन नसक्ने कुरा के भयो भन्दाखेरि यहाँनिर अलिकति ऊ भएको कारणले होइन कसरी चाहिँ हर्क साम्पाङलाई बदनाम गर्ने भनेर त यतिकै लागिरहन्थ्यो नि त मान्छे अहिले त झन् धेरै छ अब अहिले त चुनावको मुखमा त्यसो भएको कारणले गर्दाखेरि त्यस्ता मान्छेहरूको जाल हो तर त्यसले खासै मलाई फरक पार्दैन पब्लिकलाई थाहा छँदैछ त्यो विरोधीले खेल्ने तपाईँ आम मान्छेको हो अहिले मेरो पार्टीलाई पनि जातिवादी पार्टी भनिएको छ नि त्यो चाहिँ सुन्नु भएको छ होइन त्यसमा त मैले अलरेडी क्वेसन सोधेर तपाईँले क्लियर पनि गरिसक्नु भयो होइन त्यसमा चाहिँ मैले बारम्बार भनिरहेको छु अब
मान्छे कुनै एउटा जातमा जन्मिन्छ, जातिमा जन्मिन्छ, संस्कृतिमा हुर्किन्छ होइन, र त्यो संस्कृति जुन संस्कृतिमा जुन इन्भाइरोमेन्टमा हुर्किन्छ त्यो अनुसारको उसको एटिच्युड बिल्डअप हुन्छ होइन। जस्तै एकजना नेपालमै जन्मेको होइन सानो नानीलाई हामीले ल इन्डिया नै पठाइदिउँ, केरला पुऱ्याइदिउँ अथवा चाहिँ नि चीनमा होइन कहीँ कतै पठाइदिउँ भने ऊ त्यहाँनिर चाहिँ हुर्किन थालेपछि उसले त्यही भाषा बोल्छ होइन। पछि उसको सोच विचारमा सबै तपाईँको चाहिँ त्यहीँकै जस्तो बन्छ क्या, यहाँको जस्तो बन्नुपर्ने हुँदैन। मेकानिजम त हो त्यो बन्छ। अब एकाध कुराहरू अब जेनेटिक कुराहरूमा उसको रहला है, तर इन्भाइरोमेन्टले जुन किसिमको छैन उसले होइन त्यो आफ्नो स्वभाव बिल्डअप गर्दाखेरि एडप्ट गर्छ नि होइन, त्यो अनुसार उसको चाहिँ नि आनी बानी र सारा जीवन पद्धति चलाउने उसको चाहिँ नि त्यो क्यारेक्टर बन्छ। त्यो हो मैले भन्न खोजेको। त्यसले गर्दाखेरि अब म चाहिँ तपाईँको चाहिँ नि के अरे अब सबै धर्मलाई सम्मान गरेर बस्छु भनेर चाहिँ नि हिँडिरहेको हुन्छु। अब त्यस्तो खालको मान्छेलाई एउटा पार्टी खोल्यो, हर्क साम्पाङ चाहिँ राई भएको कारणले राईको पार्टी भनिदिने भनेर चाहिँ तपाईँको कतिपय नबुझ्ने मान्छे होइन, अबुझहरू सबै बुझ्छ कि छैनन् नि त, अबुझहरू र जानी बुझी फेरि षड्यन्त्र गर्नेहरू पनि हुन्छ कि बढी चाहिँ त्यो त्यो हो त्यो तिनीहरूले चाहिँ तपाईँको त्यो भनिरहेछ होइन। हामीले एमालेलाई बाहुनको पार्टी कहिल्यै भनेनौँ होइन, त्यहाँ कति राई लिम्बू तपाईँको चाहिँ नि होइन तामाङ गुरुङहरू सबै त्यहाँनिर लागेर 35 वर्षदेखि कार्यकर्ता भएर बसिरहेछ त्यहाँ होइन, 50 वर्ष पनि होला, 50 वर्ष होइन। कङ्ग्रेसकोमा त्यस्तै छ होइन, त्यहाँ त बाहुनको पार्टी भनिनौँ, छेत्री बाहुनको पार्टी भन्यौँ त भनिनौँ नि त होइन। हाम्रै बाबुहरू हाम्रै चाहिँ तपाईँको काकाहरू लागिराखेको होला त्यहाँ है। रवि लामिछानेको अहिलेको पार्टी के पार्टी, घन्टी बजाउने पार्टी, घन्टी पार्टी पनि बाहुनको पार्टी भनेको छैन त त्यहाँ त होइन। अनि हर्क साम्पाङले खोलेको पार्टी चाहिँ राईको पार्टी किन भने होला, कि राईले चाहिँ पार्टी खोल्नै हुँदैन भन्ने हो कि। अब त्यसो भने चाहिँ फेरि मैले केही भन्नु छैन, भन्दाखेरि बेसरी भन्नु छ। ठिक छ। जस्तो अर्थनीति र आर्थिक विकासको कुरामा यहाँले जस्तो साम्राज्यवादी बजारमा रोक लगाउने भनेर एउटा भन्नुभएको रहेछ, त्यो भन्ने चाहिँ अब पहिले कम्युनिस्टहरूले बढी नै यो साम्राज्यवादी विस्तारवादी भन्ने शब्द प्रयोग गर्थे अनि तपाईँ पनि त्यसैको चाहिँ यस्तो छ लाइनमा हो। कम्युनिस्टको कुरा होइन यो चाहिँ, यथार्थ के छ भने जस्तै तपाईँ हाम्रो अर्थतन्त्र कत्रो छ होइन, कति ठुलो हामी छौँ भन्ने कुरा हामीले पहिला चाहिँ एक्चुअलाइजेसन भन्छु म त्यसलाई चाहिँ क्या, आफ्नो सेल्फ एक्चुअलाइजेसन गर्नुपर्छ। अब जस्तै म होइन म यति भात खान सक्छु तर मैले यत्रो भाँडामा भात मागेर हुन्छ त होइन नि त, मेरो पेट कत्रो छ भन्ने थाहा हुनु पऱ्यो होइन। म 5 फिट लगभगको मान्छे छु, मैले 7 फिटको सुट मलाई ल्याइदिएँ भनेर हुन्छ त, हुँदैन भने जस्तो हाम्रो देशको अर्थतन्त्र कत्रो छ है भन्ने कुरा हेर्नुपर्छ। अर्को कुरा जस्तै विदेशबाट नल्याइ नहुने कुरा अनिवार्य कुराहरू मात्रै हामीले ल्याउनुपर्छ क्या। तर अहिले त म्याक्सिमम विदेशकै छ। सुन्नु न, त्यही भएर त हाम्रो पैसा सबै विदेश गइरहेछ त होइन। हामीले कुनै पनि किसिमको चाहिँ नि यहाँनिर अवसरहरू सिर्जना गर्नु नसक्नु होइन, यी कुराहरू सबै त्यो छ है। तपाईँले कमाएको करा सबै गइहाल्छ होइन, घर भन्यो, गाडी भन्यो, पेट्रोल भन्यो, सबै कुरा। त्यसले गर्दाखेरि चाहिँ जस्तै हाम्रो पैसा चाहिँ यहीँ नै हामीले होल्ड गरेर राख्न सक्नुपर्छ भन्ने हाम्रो मेरो चाहिँ बुझाइ हो। र अब जस्तै चामल होइन, दाल यिनीहरू हामी आफै उत्पादन गरौँ होइन, हामी आफै उत्पादन गरौँ र यहाँको तपाईँको स्वदेशी उत्पादनलाई प्रोत्साहन दिउँ क्या। मैले भन्न खोजेको त्यो स्वदेशी उत्पादनलाई हामीले प्रोत्साहन दिनुपर्छ। र त्यसका लागि मैले पाखाभरि फुल रोप्ने अभियान पनि चलाएँ, कतिले जिस्कायो है। तर त्यो फुल रोप्ने अभियान चलाउँदाखेरि सयपत्री फुल छेलो खेलो भएकोले होइन 200 रुपियाँ मुठा पर्ने फुल 10 रुपियाँ मुठामा आयो। फेरि किसान रिसायो, हाम्रो त दामै पाएन भनेर। उसले बुझेन, के बुझेन भन्दाखेरि पैसाको भ्यालु त त्यसरी बढ्ने हो नि त होइन। जब उत्पादन धेरै हुन्छ होइन, पैसा के हो त भन्दाखेरि पैसा चाहिँ महँगो हुन्छ होइन। 10 रुपियाँले जस्तै 10 रुपियाँले एक मुठा फुल किन्न चाहिँ हाम्रो पैसा ठुलो भएको हो कि 200 रुपियाँ 500 रुपियाँले एक मुठा फुल किन्न चाहिँ हाम्रो पैसा चाहिँ नै तपाईँको ठुलो भएको हो त भन्दाखेरि त 10 रुपियाँमा किन्न पाइयो भने चाहिँ त्यो चाहिँ पैसा ठुलो भएको हो नि त
अहिले अब $1 कति छ? मैले त 1.47 होला। अब हेर्नु न होइन, $1 बराबर 1 नेपाली रुपियाँ बनाउने स्थितिमा पुर्याउनु पऱ्यो नि देशलाई। त्यो चाहिँ तब के अरे पुग्छ जब उत्पादन हुन्छ, उत्पादन तब हुन्छ जब श्रम गरिन्छ। यो त गहिरो कुराहरू छ क्या। अल्टिमेटली श्रमसँगै जोडिन्छ त्यो चिज हो। त्यसले गर्दाखेरि पहिला हाम्रो तपाईँको चाहिँ नि अन्नदेखि लिएर हाम्रो जति पनि छन् नि, हामीले चाहिँ नि बाँच्नका लागि उपयोग गर्ने, उपभोग गर्ने कुराहरू, यी कुराहरूको प्रशस्त प्रोडक्सन गर्नुपर्छ। तपाईँले नि जस्तो धनीहरूबाट धेरै कर लिने र गरिबहरूलाई चाहिँ नलिने जस्तो कुरा गर्नुभएको छ होइन। भनेपछि तपाईँहरूको पार्टी चाहिँ अलि गरिबहरूको हो पार्टी हो। गरिबले अब जस्तो यस्तो छ कि ठुल्ठुला व्यापारीको ठुल्ठुलै आम्दानी हुन्छ होइन। अब हेर्नुहोस्, दिनभरि सफारी तान्ने मान्छेलाई पनि त्यति नै कर लगाएको छ होइन। भरे 500 रुपियाँ हुन्छ कि हुँदैन उसको, भरे बेलुकाको भात खान पाउँछ पाउँदैन। अनि दिनमा 50,000 5 लाख कमाइ गर्ने मान्छेलाई पनि ट्याक्स उही खालको लगाएपछि त त्यो वैज्ञानिक ट्याक्स भयो त।